हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। यो मैले चाहिँ अचार विदेश लानको लागि रेडी गरेको, तर यस्तो बिजोग भएछ पोखेर, यस्तो ल डेन्जर भएछ गाइस। कसैले पनि यसरी अचार चाहिँ नलानु होला, यस्तो लुगामा पोखिँदो रहेछ, लुगा पनि बर्बाद भएको छ। फेरि म यसलाई यी प्लास्टिकमा हालेर फेरि लानुको लागि रेडी गर्दैछु। अब हेरौँ कस्तो हुन्छ गाइस। यहाँ रेडी गर्दैछु, तर पनि यहाँ तेल चाहिँ टाँसिरहेछ, यस्तो पहेँलो। कसैले पनि यस्तो अचार चाहिँ विदेश जाँदा लुगामा हालेर नलानु होला। आधी लुगा त मेरो बिग्रियो, धन्न अगाडि बेलैमा थाहा पायौँ हामीले, होइन बा धन्न अगाडि लुगा प्याक गरेर थाहा पायौँ। यहाँ पानी पनि परेको छ, लुगा पनि सुकिएन। अब त्यो लुगा फेरि घर पठाइँदैछ। भइदेश जानको लागि चाहिँ गाह्रो भयो।